तपाईँको प्रिय मान्छे, तपाईँको आफ्नो मान्छे हजुरदेखि टाढा गइरहेको छ। हजुरसँग हरेक प्रक्रियाबाट उसले हजुरले राम्रो कुरा गर्नुहुन्छ, उसले गलत कुरा गरिरहन्छ। हजुर उसँग बोल्न खोजिरहनुहुन्छ तर ऊ बोल्न चाहिरहेको छैन। हजुर विभिन्न सम्बन्धमा बसिसक्नुभयो तर सम्बन्धमा उसले धोका मात्रै खेल्छ। हजुरको बुढाबुढीबीच झगडा भइरहेको छ। हजुरको आफन्तजनसँग झगडा भइरहेको छ। प्रिय व्यक्ति हजुरलाई अहित मात्रै गर्छ, हजुरलाई गलत मात्रै ठहराउँछ। हजुर सम्बन्धमा बार टकराव मात्रै खानुहुन्छ। हजुरलाई अब सम्बन्धबाट विश्वास नै उड्यो। अब हजुर घर जानुहुन्छ, घरमा बस्नुहुन्छ, उसले छोड्यो अनि हजुरलाई के हुन्छ, बार कुराहरू खेल्न थाल्छ। हजुर बौलाउन बाहेक अरू सिवाय केही पनि रहेन। हजुरलाई जिन्दगीमा प्रेम जीवन सम्बन्धी, वैवाहिक जीवन सम्बन्धी, आफन्तजन इत्यादिबाट हजुर पीडित हुनुहुन्छ भने हजुरलाई आफूदेखि टाढा गएको नजिक ल्याउने विधि लिएर आएको छु, मोहिनी विधि। हजुरले यो विधि घरै बसेर आफूले गर्न सक्नुहुनेछ। यदि यो प्रयोग गलत नियत, गलत धारणाले नगर्नुहोस्, यसको गलत असर हुन सक्नेछ। हजुरले एकदम वास्तविक व्यक्ति हो, हजुरले माया गर्नुहुन्छ, हजुरलाई विभिन्न प्रलोभन देखायो, विभिन्न हजुरलाई समस्यामा पारेर हजुरलाई छोडेर गयो भने यो प्रक्रिया गर्न सक्नुहुनेछ। हजुरले के गर्नुहोस् भन्दा सर्वप्रथम त यो भिडियो सक्दो सेयर गर्नुहोस् र हामीहरूसँग ग्रह कुण्डली हेराउन परामर्श गर्नको लागि, हामीसँग जोडिनको लागि बायोमा फोन नम्बर छ, व्हाट्सएपमा जोडिन सक्नुहुनेछ। जान्नुहोस्, सर्वप्रथम हजुरहरूले के गर्नुहोस् भन्दा एउटा सिसाको बोतल ल्याउनुहोस् र सिसाको बोतललाई वरिपरिबाट रातो कलर लगाउनुहोस्, पुरा रातो पेन्ट गर्नुहोस्। अनि हजुरले जो आफ्नो व्यक्ति हो, जो हजुरदेखि टाढा गइएको हो, त्यो व्यक्तिको पासपोर्ट साइजको फोटा ल्याउनुहोस् र पासपोर्ट साइजको फोटा र आफ्नो पासपोर्ट साइजको फोटा हजुरले आफ्नो पासपोर्ट साइजको फोटाको पछाडिपट्टि एउटा अङ्क लेख्नुहोस् 2188 अनि हजुरको पासपोर्ट साइजको फोटाको पछाडिपट्टि पनि 2188 लेख्नुहोस् तर रेड कलरले। अनि हजुरले त्यसलाई मह अनि दालचिनीको पाउडर राखेर त्यो पासपोर्ट साइजको फोटालाई जोडेर 11 पटक रातो धागोले बाँधिदिनुहोस् र बाँधिएर हजुरले महमा डुबाएर हजुरले त्यो फोटा राख्नुहोस्। अनि माथि कागज फेरि व्हाइट एउटा कागज ल्याउनुहोस् र रेड कलरले 2188 लेख्नुहोस् अनि त्यो बोतल ढक्कन लगाइदिनुहोस्। र ढक्कन लगाइदिसकेपछि फेरि माथि तपाईँको ढक्कनको बिर्कामा रातो धागोले हजुरले 11 पटक बाँधिदिनुहोस्। अनि माथि फेरि एउटा कागज 2188 लेखेर कागजमा हजुरले त्यहाँ माथि मोमबत्ती राखेर त्यो बोतलमाथि हजुरले जलाइदिनुहोस् र हजुरले आफ्नो कुलदेवता पितृदेवतालाई सम्झिँदै जो व्यक्ति मैले वास्तविक माया गरेको त्यो व्यक्ति मसँग आइसकेको छ भनेर एउटा मेनिफेस्ट टेक्निक पनि त्यही गर्नुहोस्। मसँग आइसकेको छ, त्यो व्यक्ति मसँग दौडिँदै आइरहेको छ, ऊ मसँग बोलिरहेको छ, मेरो सम्बन्ध सुध्रियो, अब यो प्रक्रिया गरेर धन्यवाद प्रभु भनेर भइसकेको अनुभव गर्दै डिपली हजुरले यो प्रक्रिया गर्नुहोस्। र त्यो प्रक्रिया त्यो मोमबत्ती पुरा रूपमा जलिसकेपछि अलिकति राखिदिनुहोस् त्यो मोमबत्ती। अनि हजुरले त्यसलाई रातो कपडाले बेरेर हजुरले लगेर एउटा सुनसान ठाउँमा गाडिदिनुहोस्। गाडिदिसकेपछि त्यहाँ माथि फेरि हजुरले एउटा प्रक्रिया गर्न पर्नेछ। खुर्सानीका 7वटा बिगा अनि हजुरले धुले नुन र खुर्सानीको 7वटा बिगा धुले नुन राखिदिनुहोस् त्यो गाडिसकेको माथि। अनि हजुरले कागती निचोर्दिनुहोस्। यति प्रक्रिया गर्नुहोस्। हजुरको त्यो व्यक्ति, हजुरले यो प्रक्रिया 3 दिनसम्म त गर्न सक्नुभयो भने त त्यो हजुरको 7 दिनभित्रमै आउनेछ। हजुरले 3 दिनसम्म गर्न सक्नुभयो भने एकचोटि गर्नुभयो भने 11 दिनकोसम्म र 2 चोटि गर्नुभयो भने 9 दिनभित्रमा त्यो व्यक्ति आउनेछ। यो सहज छ, सरल छ, हजुरले आफै गर्न सक्नुहुनेछ। हजुरले यो प्रक्रिया गर्नुहोस् र जीवनमा प्रेम सम्बन्धीका समस्या आजदेखि समाधान हुनेछन्। हरे कृष्ण, जय श्री